अब हामी निक्ल्यौँ घरबाट केटाहरू मामाहरू उपस्थित 11, 12, 13 यहाँ छ अब चाहिँ हामी निक्लिँदैछौँ है गाइस। के गर्नु परिस्थितिले यस्तै हो। अब नोकरी सोकरी भए पनि जानै पर्छ आफ्नो देशको निम्ति है। आर्मी भयो भने गभर्मेन्ट जबहरू भयो भने पनि धेरै पुलिसहरूको भयो भने जानै पर्छ। र अब हामी लाग्दै गयो एउटा गाडी गयो मामाहरू जाँदैछ एउटा गाडी र अब हामी पनि निक्लिँदैछौँ। यस्तै छ। कस्तो लाग्दैछ एकदम राम्रो लाग्दैछ। कमाउनु जाँदैछ 3-4 महिनाको लागि आउने त भोटमा आउने हो। धेरै धन्यवाद। र अब हामी निक्लिँदैछौँ सबै दाजुहरू उपस्थित हुँदै अब लाग्यो गाइस। लगा थे हमने नेपाली आदिवासी भाई बहन सब जाति दादा भाई मिल के सब रेडी हो जाए। हाम्रो नवीन दा है कैसन लगा थे? ठिकै लगा थे। र अब हामी चाहिँ आज निक्लियो गाइस। अहिले हामी जक्सनमा आइपुग्यो। अलिपुर जक्सनमा छौँ है। र सबै पैसा देखाउने छ यहाँ भाडा दिनको लागि गाडीको लागि। अब गाडीहरूलाई दिनेछौँ भाडा। त्यहाँबाट हामी जाने सिधा गाडीहरूलाई जानेछ। त्यसपछि हामी फेरि ट्रेनपट्टि जानेछौँ। सबै भेला छ उत्रिसक्यो। A few moments later. फाइनली गाइस अब हामी चाहिँ निक्लियो जाँदैछौँ। ट्रेनमा छौँ। ठाउँ सहर छोडेर हामी जाँदैछौँ। बेङ्गलोरपट्टि जाँदैछौँ। सबै दाजुभाइ सबै छ। भेटौँ अर्को साल। अब सबैमा भोगहरू पनि त्यति कम मात्रामा आउँछ गाइस। अब ड्युटी जोइन भइसक्यो हामी। त्यही भएर यहाँ माथि भएछ के भन्ने चाहन्छ कि भनेको सिकार हेरे हो। हाम्रो अनुपमा उता छ। यता हाम्रो अमन दा यता हाम्रो भेना। सिकार बिना जिन्दगी चल्दैन। आफ्नो गाउँ घर छोडेर बाहिर यहाँ छ है हाम्रो। ओ सल्टी दाजु पोल्टिदेऊ हेरे पोल्टिदेऊ हेरे। यहाँ हाम्रो नेमा दा यहाँ भने यहाँ हाम्रो आसमान दाजु। यहाँ हाम्रो गोदाम लाइनको सुमित दादा। ठिक भीम दादा है भीमलाल भैया। ठिक है तो भित्रको भ्यू हेरे। The next day. लगभग अब 4 घन्टा एनजे पुग्न आँटेछ। 4 घन्टा छ नि। त्यहाँबाट फेरि हामीलाई 7 घन्टाको बाटो छ। बस पक्रिनु पर्छ गाइस। 5 hours later. हामी फाइनली आइपुग्यो अहिले। एसएम बेटी पुगिसक्यो। यहाँ साथीहरू यहाँ हाम्रो मामा। हामी आइपुग्यो फाइनली बेङ्गलोर स्टेसन। एसएम भेटी के अरे एसएम भेटी। फाइनली आइपुग्यो सबै गाउँलेहरू दाजुहरू सबै। हामी स्टेसन उत्रिसक्यो अहिले सम्पूर्णमा गाउँलेहरूमा। र फोन नगर्नु सकेकोमा सबैलाई भिडियोको माध्यमबाट निर्माण गरिरहेको छु। भिडियो देखाएर म पुगेँ भनेर। र सबैजना राम्ररी बस्नु होला। गाउँठाउँ आफन्त आफ्नो मेरो इष्टमित्र फेसबुक च्यानल हेरेर बस्ने फ्रेन्डहरू जति पनि हुनुहुन्छ सबै राम्ररी बस्नु होला। अब चाहिँ हामी बस पनि चढिसक्यो फाइनली। अब हामी निक्लिँदैछौँ सबै केटाहरू। गाइस अब हामीलाई 7 घन्टा बाद चाहिँ हामी पुग्नेछौँ हाम्रो स्थानमा हाम्रो कम्पनीमा। 7 घन्टा बाद अहिले